धेरै वर्ष पहिले गोरखा जिल्लाको एउटा सानो गाउँमा बस्ने रमेश आफ्नो परिवारको भविष्य उज्यालो बनाउने ठूलो सपना लिएर खाडी मुलुकतिर निस्किएको थियो। घरको अवस्था सामान्य थिएन, ऋण, साहुको दबाव र छोराछोरीको पढाइ। 2-4 वर्ष दुःख गरे भने सबै ठिक हुन्छ भनेर बुबा आमालाई श्रीमन्तीलाई सम्झाउँदै रमेश राजमार्ग हुँदै विमानस्थलतिर लागेको थियो। विदेश पुगेको केही महिनामै उसले राम्रो तलब पाउन थाल्यो। तलब आउँदा नआउँदै उसले घरमा पैसा पठाइदिन्थ्यो। तर केही समयपछि त भने घरतिर पैसा पुग्नै छाड्यो। धेरै महिना बिते पनि 1 रुपैयाँ नआएपछि साहु घर दाएर आउँथ्यो। अब तिम्रो घर जग्गा मेरो हो भन्दै कराउँदै बस्थ्यो। घरबाट फोन आउँदा रमेश भन्थ्यो, काम चलेको छैन, खाना मात्र जेनतेन पुग्छ, अहिले केही पठाउन सकिँदैन। घरका मान्छेहरू दुःख कष्टमा बसिरहेका थिए। अन्ततः साहुले ऋण बापत खेतपाती कब्जा गरिसके। उता रमेश भने एक्लै कोठामा बसेर मोबाइलमा टिकटक स्क्रोल गर्दै दिन बिताउँथ्यो। रात पर्ना साथ उसलाई एकता लाइभ बोल्थे चम्किला मेकअप गरेका तिग्रा देखाउँदै नाच्ने केटीहरू। रमेश थकित मन लिएर हेरिरहन्थ्यो र बटन थिच्थ्यो। गिफ्टहरू उठ्थे, गुलाब, डायमन्ड, लक्सरी कार। उसले पठाएको गिफ्ट देखेर ती केटीहरूले क्यामेरातिर हेरेर कति मिठो मुस्कान दिए। थ्याङ्क यू रमेश दाई, यति मात्र सुनेर रमेशको मन भरिन्थ्यो। तर उसले बुझेन त्यो थ्याङ्क यू उसकै जीवनलाई कति महँगो पर्नेछ भन्ने कुरा। 10 वर्ष बिते। घरको खेत गयो, साहुले सबै उठायो, बुढी पनि अर्कैसँग बस्न थाली। गाउँलेले फोन गरेर भने तेरो छोराछोरी अलपत्र छन्, घर फर्क। रमेश मुटु चिथोरेजै लिएर फर्कियो, हातमा 1 रुपैयाँ थिएन। घर पुगेपछि उसले मात्र बुझ्यो आफूले पठाएको तलब कतै भविष्य सुरक्षित गर्न नभई टिकटकका चम्किला पर्दामा हराएर गएको रहेछ। त्यसपछि पनि कहिलेकाहीँ रमेश रातमा घरि चोरी टिकटक खोल्छ। उही पुराना चिनेका अनुहारहरू लाइभमा हुन्छन्। अब उनीहरू उसलाई चिन्दैनन्। गिफ्ट नआएपछि कसैले उसको नाम उच्चारण पनि गर्दैन। रमेश फोन हातमै समाएर तलतिर हेर्छ, क्याप 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 स्क्रोल गर्छ, लाइभ बन्द गर्छ र गह्रो मन लिएर ओछ्यानतिर फर्कन्छ। अब उसलाई थाहा भइसकेको छ चम्किला पर्दाका हाँसोहरू कहिल्यै आफ्ना हुँदैनन्, तर वास्तविक जीवनमा गुमेको चिज कहिल्यै फिर्ता आउँदैन।